गोरसाई मर्हबा नमस्ते सबैजनालाई। सुफी मास्टर सैयदी युनुस अल गोहरले भन्नुभएको सरकारसँग सरकारलाई नै माग, मलाई गोहर चाहियो, आशा कहिल्यै नहराउनुहोस्। सरकारप्रतिको आफ्नो भरोसा एकदम अडिग राख्नुहोस्। आफूले भन्नुहोस् म गोहरसाईको हो, म गोहरसाईको लागि बाँच्छु। अब निस्ताको समय आएको छ, डराउनु पर्दैन। एकदम अटल र अडिग भएर उभिनुहोस्। मानिसको मूल्य धन वा परिस्थितिबाट होइन, उसको भक्तिको गहिराईबाट नापिन्छ। र सम्झनुहोस्, निष्ठाको अर्थ केवल एक कुराको हो, आफ्नो अहङ्कारलाई तोड्नु र आफ्नो सम्पूर्ण अस्तित्वलाई सुफी मास्टर सैयदी युनुस अल गोहरको हातमा समर्पण गर्नुहोस्। त्यो मार्गदर्शन, त्यो दैवी गुरु सुफी मास्टर सैयदी युनुस अल गोहर हुनुहुन्छ। जो सुफी मास्टर सैयदी युनुस अल गोहरको हो, त्यो सरकार गोहरसाईको पनि हो। यो सङ्कोचको समय होइन, यो कार्य र विश्वासको समय हो। यो समय आफ्नो विचार, आत्मा र जीवनलाई सुफी मास्टर सैयदी युनुस अल गोहरलाई गर्ने समय हो। किनभने वफाए युनुस नै वफाए गोहर हो। युनुसप्रतिको निष्ठा नै गोहरप्रतिको निष्ठा हो। र सम्पूर्ण मानवताको मार्गदर्शनको लागि सुफी मास्टर सैयदी युनुस अल गोहर आफ्नो दैविक उपस्थितिसहित अल्लाह टिभीमा आफ्नो कृपा सबैलाई फैलाइराख्नु भएको छ। त्यही भएर रातिको 10:30 बजे युकेको समयमा लाइभ प्रसारणमा सहभागी हुनुहोस् र आफ्नो आध्यात्मिक मार्गदर्शन र ज्ञानप्रतिको लागि सुफी मास्टर सैयदी युनुस अल गोहरलाई फलो गर्नुहोस्। अरू पनि अपडेटको लागि हामीसँग जोडिराख्नुहोला। गोरसाई मर्हबा नमस्ते।